Hello everyone, मेरो नाम चाहिँ प्रज्वल देवजु अनि I am currently Masters in Counseling Psychology student and I am also co-founder of Bekta with my other two co-founders. अनि बेक्ताको बारेमा भन्नुपर्दाखेरि चाहिँ it's a platform अनि currently चाहिँ it's a non-registered organization अनि यसले चाहिँ के विषयमा हामी काम गर्छौँ भन्दा चाहिँ we talk about and we work in the field of mental health, fostering relationships अनि थर्डमा भनेको चाहिँ self expression अनि self expression केबाट भन्दाखेरि चाहिँ through arts, music, melodies अनि त्यो कुरालाई फ्युज गर्नेबाट चाहिँ we do things. अनि यो पालि चाहिँ हामीले केको बारेमा कुरा गऱ्यौँ भन्दाखेरि चाहिँ स्ट्रेस म्यानेजमेन्टको बारेमा थियो अनि सब टपिक के थियो भने त्यहाँ चाहिँ मी एन्ड माई स्कुल लाइफ वी एज अ स्टुडेन्ट पनि वी क्यान रिलेट सो मेनी थिङ्स नि त जस्तै कि स्कुलमा हुने एक्जामको प्रेसर्सहरू स्कुलमा हुँदाखेरि हामीलाई एडजस्टमेन्ट गर्न गाह्रो अथवा फ्यामिली प्रेसर्स अनि कति धेरै कुरा हुन्छ नि त स्ट्रेस भनेको के हो फर्स्टमा चाहिँ त्यो कारणले गर्दाखेरि अनि सेकेन्डमा भनेको चाहिँ हाउ वी म्यानेज स्ट्रेस अनि स्ट्रेस भन्दै गर्दाखेरि चाहिँ वी टक्ड अबाउट दिस स्ट्रेस भनेको चाहिँ थियो नेगेटिभ साइड अफ द स्ट्रेस भन्ने कुरामा चाहिँ वी टक्ड अबाउट इट यो एसएसएफको यो पालिको सेसनमा चाहिँ इन टोटल वी रिच 5 स्कुल्समा हामीले सबै लास्टमा रिपोर्टिङ गर्दाखेरि चाहिँ वी रिच आउट अबाउट मोर देन 130 स्टुडेन्ट्स स्कुलको नाम भन्नुपर्दाखेरि चाहिँ कामधेनु थियो अनि अर्को सेकेन्ड स्कुल बालकुमारी थियो अनि थर्डमा भनेको चाहिँ आदर्श सल भन्ने स्कुल थियो अनि अर्को चाहिँ छम्पीदेवी र चुनीदेवी 5वटा स्कुल थियो के योपालि मेजरमा दिन सक्यो भने चाहिँ एउटा टेक्निक छ RAIN भनेर अनि जसमा चाहिँ यु रेकग्नाइज यु एक्सेप्ट यु इन्भेस्टिगेट अनि यु नर्चर द इमोसन्स अनि त्यसपछि तपाईँको सिचुएसनली तपाईँलाई जे इभोक भइरहेछ त्यो कुरालाई चाहिँ यु क्यान ह्यान्डल त्यसरी फर्स्टमा चाहिँ आइडेन्टिफाइङ के भन्दाखेरि चाहिँ वाट एम आई फिलिङ भनेर क्या अनि वेयर डिड वी स्टार्टेड भन्दाखेरि चाहिँ इमोसनबाट सो वाट इज इमोसन्स वी हेभ दिस एउटा स्टिरियोटिपिकल खालको एउटा थट छ नि रिसाउनु हुँदैन रुनु हुँदैन चाहिँ खुसी हुनुपर्छ अलवेज बी पोजिटिभ समथिङ लाइक द्याट हुन्छ नि मर्ज एउटा बक्समा छ वी स्टार्टेड विथ हुन्छ नि इमोसन भनेको चाहिँ वाट इज इमोसन सेकेन्डमा भनेको चाहिँ इज इमोसन गुड इज देयर अ थिङ एज गुड इमोसन अर ब्याड इमोसन भन्ने छ कि छैन भन्ने कुरा सेकेन्ड थिङ थियो एउटा एक्सेप्टेन्स गर्नुपर्छ भने चाहिँ एउटा मेजर हाम्रो अब्जेक्टिभ त्यो थियो क्या इमोसनलाई चाहिँ यु हेभ टु एक्सेप्ट बिकज इमोसन्स आर इन्फर्मेसन एट द एन्ड अफ द डे होइन अनि सेकेन्डमा चाहिँ वाट वी टट भन्दाखेरि चाहिँ नि स्ट्रेस हुँदाखेरि हाउ डु वी म्यानेज त कहिलेकाहीँ चाहिँ रेस्पोन्सिबिलिटी हाम्रो हुन्छ कहिलेकाहीँ रेस्पोन्सिबिलिटी बाहिरको हुनसक्छ हुन्छ नि बिङ अवेर त्यो कारणले गर्दाखेरि चाहिँ वी इम्फसाइज अन यो RAIN भन्ने टेक्निक डक्टर टारा ब्रान्च भनेर हुनुहुन्छ सी introduce this method जसमा चाहिँ RAIN जसमा चाहिँ R stands for recognizing the emotions A stands for accepting अगाडि भनेको कुरा यो accept the emotions अनि I भनेको चाहिँ investigate अनि N भनेको चाहिँ nurture क्या त्यसपछि बल्ल ओके what's the major takeaway अब हामीले कसरी चाहिँ यसलाई डिल गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ थियो अनि यसमा पनि we were very mindful केमा भन्दाखेरि चाहिँ डिस्टिङ्क्ट गर्नको लागि क्या डिस्ट्रेस हुँदाखेरि सम बेसिकमा चाहिँ यु क्यान मिटिगेट इट त्यसपछि त्यसको नि एउटा सिभिरिटी लेभल हुन्छ क्या जेनरलमा स्टार्ट भयो त्यसपछि अलिकति इन्टरमिडिएट हुन्छ त्यसपछि एकदमै सिभियर भयो भने चाहिँ यु सुड लर्न टु सिक हेल्प भन्ने कुरा पनि त्यसरी द्याट्स हाउ वी ट्राई टु कन्क्लुड एभ्री सेसन्स हामीले चाहिँ द स्ट्रेस बल एक्टिभिटी भन्ने चाहिँ एउटा एक्टिभिटी गराएको थियौँ एज एन आइस ब्रेकर द बल रिप्रेजेन्ट्स एउटा स्ट्रेसर्स के कुराले स्ट्रेस दिन्छ भनेर अनि त्यसपछि टक्क बल पाउने बित्तिकै नि पाइसकेपछि चाहिँ दे ह्याड टु स्ट्यान्ड अप दे ह्याड इन्ट्रोड्युस देमसेल्भ्स त्यसपछि चाहिँ अनि के कुरा चाहिँ स्ट्रेस हुन्छ भनेर चाहिँ दुईवटा उहाँले चाहिँ भन्नुपर्ने हुन्थ्यो एउटा त्यो थियो अनि सेकेन्ड भनेको त सङ्ग्स हामीले पर्फर्म भन्दा पनि वी आर पार्टिसिपेटिङ सबैजना त्यसपछि सबैजनाले गीत गाएर चाहिँ वी इन्गेज त्यसरी सो दिस वेयर द मेजर टु एक्टिभिटिज फर दिस सेसन इट वाज भेरी इन्ट्रेस्टिङ अनि एउटा मेजर लर्निङ चाहिँ के थियो भन्दाखेरि चाहिँ कन्टेक्स्ट इज भेरी इम्पोर्टेन्ट अनि त्यहाँको स्टुडेन्ट्सले कतिसम्मको ग्राप गर्न सक्छ के इक्जाम्पल दिँदाखेरि चाहिँ दे क्यान रिलेट भन्ने कुरा चाहिँ हुन्छ नि कन्टेन्ट इज भेरी इम्पोर्टेन्ट कन्टेन्ट त पावरफुल हुनै पर्ने रहेछ लाइक इट्स अ फाउन्डेसन एट द सेम टाइम त्यसलाई एक्जिक्युट गर्दाखेरि कन्टेक्स्चुअलाइजिङ इज भेरी इम्पोर्टेन्ट भन्ने कुरा चाहिँ धेरै लर्न गर्यो हुन्छ नि त्यो एटेन्सन ग्राप गर्दाखेरि चाहिँ लाइक इफ द स्टुडेन्ट्स आर नट लर्निङ भनिसकेपछि स्टुडेन्ट्सको प्रब्लम भन्दा पनि हाउ क्यान आई बी मोर इन्भल्भ हुन्छ नि हाउ क्यान वी एज अ फसिलिटेटर क्यान बी मोर इन्भल्भ भन्ने कुरा पनि इम्पोर्टेन्ट लाग्यो त्यो चाहिँ द्याट वाज अ पर्सनल लर्निङ थर्डमा चाहिँ मेजर के लाग्यो भन्दाखेरि चाहिँ देयर इज अ निड चाहिँ फिल भयो मलाई स्कुल्सहरूमा लेभल अफ स्ट्रेस प्रेसर्स त्यो एउटा सेसन चाहिँ नट इनफ तर केही न केही अलिकति लङ्गिट्युडनल पारामा निरन्तर दिइराख्न सक्ने गरी हामीले केही गर्न सक्यो भने चाहिँ वी क्यान हेल्प द ग्रोइङ स्टुडेन्ट्स मेन्टली पनि फिट भएर मेन्टली पनि एकदमै पोजिटिभ स्ट्रङ भएर चाहिँ वी क्यान प्रिपेयर देम भन्ने कुरा चाहिँ देयर इज अ डिप निड चाहिँ फिल भयो मलाई पर्सनली जो जतिले मिस गर्नुभयो फर्स्ट सजेसन चाहिँ गेट कनेक्टेड विथ
Horizon Sign Youth Center because a very good platform, environment राम्रो छ, डिल गर्दै गर्दाखेरि चाहिँ you need a very good support system, and support system को सँगसँगै you need a very good environment. त्यो कुराले चाहिँ नि तपाईलाई चाहिँ ग्रो हुन हेल्प गर्छ क्या, बिकज वी क्यान टेक यो स्ट्रेस म्यानेज गर्नलाई पनि एउटा इक्जाम्पल के इलिस्ट्रेसन के दिन सकिन्छ भन्दाखेरि चाहिँ यु आर प्लान्टिङ अ सिड इन द सोइल. एउटा सेसन लिइसकेपछि इट्स नट लाइक एउटा ब्लुम भएर म्याजिक भएर एक दिनमै ग्रो भएर हुने कुरा हुँदैन क्या, त्यसलाई नरिस गर्नुपर्ने हुन्छ. यु हेभ टु वाटर इट डेली. स्ट्रेस म्यानेजमेन्टको कुरामा पनि इट्स ओके. इफ यु आर फिलिङ स्याड इट्स भेरी ओके, इफ यु आर नट फिलिङ ओके इट्स भेरी ओके हुन्छ नि. अनि तपाईँको इमोसन्सहरू देयर आर भेराइटी अफ इमोसन्स क्या. जस्तै रेनबोमा पनि 7वटा कलर्सहरू छ नि, त्यसरी पनि वी हेभ वाइड रेन्ज अफ इमोसन्स एन्ड इट्स ओके टु फिल अल द इमोसन्स. अनि त्यसपछि एभ्री इमोसन हेज इन्फर्मेसन. आई वान्ट टु रिपिट दिस, एभ्री इमोसन्स हेज इन्फर्मेसन. अनि त्यो इन्फर्मेसन पार्ट चाहिँ द्याट्स भेरी इम्पोर्टेन्ट क्या. खास के कुराले मलाई ट्रिगर गर्दैछ, के कुराले मलाई गाह्रो बनाएर छ हुन्छ नि, के कुराले मलाई यस्तो महसुस गराएको छ भन्ने कुरा हजुरले आइडेन्टिफाई गर्नुभयो भने चाहिँ अनि लट क्यान बी डन. अनि वी आर रियली होपफुल आउनुभयो भने वी गेट टु मिट. त्यसपछि नि तपाईँको स्ट्रेसहरूलाई चाहिँ कसरी नेभिगेट गर्न सकिन्छ भन्ने त्यो हामीले टुल्सहरू पनि सिकाएको थियौँ. आई एम भेरी ह्याप्पी टु बी अ पार्ट अफ दिस. अनि एन्डिङ नोटमा चाहिँ अन्टिल नेक्स्ट टाइम, सी यू, बाई. इट्स ओके. इफ यु आर फिलिङ स्याड इट्स भेरी ओके, इफ यु आर नट फिलिङ ओके इट्स भेरी ओके हुन्छ नि. अनि तपाईँको इमोसन्सहरू देयर आर भेराइटी अफ इमोसन्स क्या. जस्तै रेनबोमा पनि 7वटा कलर्सहरू छ नि, त्यसरी पनि वी हेभ वाइड रेन्ज अफ इमोसन्स एन्ड इट्स ओके टु फिल अल द इमोसन्स.